एउटा एकदमै सुनसान गाउँ थियो। चारैतर्फबाट हरियाली थियो, तर त्यो गाउँमा मात्र एउटै घर थियो, जुन घरमा गजोधर, अहिल्याबाई र उनकी छोरी ममता बस्दथे। उनकी आमा किचनमा खाना बनाइरहेकी थिइन् कि त्यति बेलै उनको हातबाट एउटा चम्मच झर्यो र जमिनमा झर्यो। मेरो त ज्यानै निस्केको थियो। यस्तो लाग्दै थियो कि एउटा बम झर्यो। ममता आफ्नो कोठाबाट निस्किएर बाहिर गइन् र किचनमा उनकी आमाले खाना बनाइरहेकी थिइन्। के भयो आमा, तपाईलाई केही त भएन? त बार बार किन डराउँछेस? एउटा सानो चम्चा त झरेको हो नि, त्यसैको आवाज आएको होला। आमा, हाम्रो घर यति धेरै सन्नाटामा छ नि कि यहाँ त एउटा सियो झर्यो भने पनि त्यसको पनि आवाज सुनिन्छ। म त हरेक बार डराउँछु। त्यति बेलै अचानक सलाई जलाएको याद आयो। हे राम, यो के भयो? लाग्दैछ आगो लाग्यो। उनीहरू डराउँदै बाहिर गए र हेरे कि कोठामा त उनको बुबा बसिरहेका छन् र सिगरेट जलाइरहेका छन्। के भयो? बुवा, यो सलाई अलिकति बिस्तारै जलाउनुस्। हामीलाई लाग्यो कि कहीँ आग लागि पो भयो कि। तिमीहरू आमा छोरी कति डराउँछौ? के साह्रो डरपोक? कहिले हिँडेको आवाजले डराउँछौ, कहिले सास फेरेको आवाजले डराउँछौ। बाबा, यस्तो सुनसान सन्नाटा ठाउँमा घर बनाउने तपाईँलाई के आवश्यक थियो? अब सबै थोक छोडा, छोरीलाई भोलिको लागि राम्रो बनाऊ। भोलि केटाहरू हेर्न आउँदैछन्। ममता आफ्नो बुबाको मुखबाट यो कुरा सुनेर हैरान भइन्। बाबा, तपाईँलाई जहाँ मनपर्छ म त्यहीँ बिहे गर्छु। बस एउटा कुराको ख्याल राख्नुहोला, उनीहरूको परिवार एकदमै ठूलो हुनु पर्यो, किनकि यो घरमा हामी 3 जना मात्रै बस्छौं। त्यही माथिबाट यस्तो सन्नाटा छ कि केही झर्ने बित्तिकै म त डराइहाल्छु। ल तिमी चिन्ता नगर, भोलि आउने मानिसहरूको परिवार निकै ठूलो छ। तिमीले सोचे भन्दा पनि ठूलो परिवार छ। तिमीले भने जस्तै परिवार छ, ठूलो छ, बुझौ? यो सुनेर ममता खुसी भइन्। ममता चिया लिएर आइन् र यत्रो ठूलो परिवार हेरेर उनी एकदमै खुसी भइन्। पहिलोचोटि उनलाई आफ्नै घरमा डर लागेको थिएन। केटा शेखरको साथमा ममताको बिहे तय भयो, तर उनीहरू जाने बित्तिकै सन्नाटा फेरि छायो। आमा, बुबा, यिनीहरू जाने बित्तिकै सन्नाटा कस्तो धेरै भयो नि। म त आफ्नो सासको पनि आवाज सुन्दैछु। केही दिनमै शेखरको बिहे ममतासँग भयो। शेखर, जब तपाईँ मलाई हेर्न आउनु भएको थियो नि, त्यति बेला त 50 जना मान्छे थिए। हो ममता, खासमा कुनै कुराले गर्दा अमेरिकाबाट सानो बुबा र ठुलो बुबाको परिवार आउनै पाएनन्। अब आएपछि देख्छौ तिमीले, आयो भने लगभग 200 जना हुन्छन्। घरभरि मान्छे नै मान्छे, सबै भेला भयो भने हाम्रो परिवार यति ठुलो छ। यो सबै सुनेर ममताको खुसीको ठिकानै थिएन। अरे बुहारी, तँलाई छोले भटोरे बनाउन आउँछ कि आउँदैन हौ? हजुर सासुआमा, मलाई एकदमै मिठो छोले भटोरे बनाउन आउँछ। अनि तपाईँले त मेरो मनको कुरा नै खोज्नुभयो। मलाई पनि छोले भटोरे एकदमै मनपर्छ। त्यसो भए त एकदमै राम्रो कुरा हो छोरी। हाम्रो घरमा सबै मान्छेहरूलाई छोले भटोरे एकदमै मनपर्छ, तर बनाउन कसैलाई आउँदैन। हरेक महिना मलाई बाहिरबाट छोले भटोरे मगाउनु पर्छ। छिटो छिटो हाम्रो लागि छोले भटोरे बनाइदेऊ। अरे केही छैन सासुआमा, तपाईँ चिन्ता नलिनुहोस्। बस तपाईँ छोले भटोरेको पर्खाइमा रहनुहोस्। राम्रो छ बुहारी, तिमीलाई पाएर त हाम्रो पुरै परिवार धन्य भयो। हेर्नु हुँदैछ दिदी, हाम्री प्यारी नयाँ देउरानीलाई लाग्दैछ कि हाम्री सासुआमाले एकदमै माया देखाउँदैछिन्, तर यसलाई थाहा छैन कि यो हाम्रो चक्रव्यूहमा फसेकी छे। तैले एकदमै सही कुरा गरिस् माया। छोले भटोरे बनाउँदा बनाउँदै केही दिनमै यसको हालत खराब भइहाल्छ, अनि पत्ता लाग्छ यसलाई। सबै एक एकको लागि उनी 3टा भटोरे बनाए पनि तब पनि लगभग 1000 त पुग्छ। परिवारको लागि लगभग 1000 पुग्छ। सासुआमा, छोले भटोरे तयार छ, तपाईहरू सबैजना बस्नुहोस्, हामी अहिले नै लिएर आइहाल्छौं। सबैजना खानाको टेबलमा बसे। त्यति बेलै उनकी जेठानी त्यहाँ आइपुगिन्। देवरानीजी, के भन्नुभयो तपाईले? हामी लिएर आउँछौं। आज तेरो रसोई हो, त्यही भएर आज सबैजनालाई तैले नै पस्किन्छस्। यो घरको नियम हो। हामीलाई पनि यस्तै भएको थियो। केही छैन जेठानीजी, मलाई भाग्यले यति राम्रो ठूलो परिवारसँग बस्ने सौभाग्य मिलेको छ। यसमा मलाई एकदमै धेरै खुसी छ। ममताले सबैलाई खुसी खुसी खाना पस्किन्। पुरै परिवारलाई छोले भटोरे एकदमै मन पर्यो। ममता, तेरो हातमा त जादु छ। आजदेखि यो घरमा छोले भटोरे बाहेक अरू केही बन्दैन। ठिकै भने बुढी, बुहारी त साक्षात अन्न देवी रहेछिन्, खानाकी देवी। बुहारी त साक्षात अन्नकी माता रहेछिन्। हाम्रो परिवारको जनसंख्या भन्दा त यो परिवार एकदमै अगाडि छ। लामो लामो फ्याक्न पनि एकदमै अगाडि छन्। सासुआमा, ससुराजी, म त सानैदेखि एकदमै सानो परिवारमा बस्थे। यहाँसम्म कि हाम्रो गाउँमा त बस एउटा मात्रै गाउँ छ। तपाईहरुले हेर्नु नै भएको छ। यत्रो ठूलो परिवारको सेवा गरेर मलाई एकदमै खुसी मिलेको छ। पुरै परिवारले उनको तारिफको पुल बाँध्न सुरु गरिसके, किनकि त्यो परिवारलाई भटोरे बनाउने बुहारीको नाममा एउटा नोकरानी मिलेको थियो।
उनको परिवारले बिहान बेलुकै ममताबाट मात्र छोले भटुरे नै बनाउन थाले, बाँकी कुनै काम गर्न दिँदैनथे। अरे ममता छोरी, आज हाम्रो घरमा केही पाहुनाहरू आउँदैछन्। म उनीहरू सबैजनालाई तेरो हातको छोले भटुरे खुवाउन चाहन्छु। केही महिना बितिसकेको थियो, त्यही भएर ममता अब छोले भटुरे बनाउने नामबाटै डराउँथिन्। तर काम त उसलाई गर्नु नै थियो। ठिक छ सासु आमा, कतिजना मान्छेलाई बनाउनु पर्यो? 400-500 मान्छेको लागि बनाइदे। यो सुनेर ममता डराइन्। कहिलेकाहीँ त सोध्छु कि यत्रो ठुलो परिवार आखिर कसरी बन्यो होला? यो परिवार हो कि इन्सान जन्माउने मसिन? होस्, ममता त्यहाँबाट गइन्। सबैको लागि छोले भटुरे बनाउन थालिन्। मलाई नै ठुलो परिवारमा जानु थियो, तर यत्रो ठुलो परिवारमा पठाइदेऊ तिमीले भगवान। शाहरुख खानले ठिकै भनेका थिए, यदि तिमीले मनबाट चाह्यौ भने त्यो पूरा गराउनका लागि पुरै ब्रह्माण्ड त्यसको पछि लाग्ने गर्दछ। पुरै ब्रह्माण्ड मेरो लागि काम गरिरहेको थियो। परिवार त मैले पाउनु नै थियो। कमसे कम 2000 भटुरे बनाउँदा बनाउँदै उसको त सासै रोकिन थाल्यो र उनी त्यही बेहोस भएर लडिन्। तपाईँको श्रीमती ठुलो होटल चलाउँछिन्? ठुलो होटलमा काम गर्छिन्? होइन नि, कहाँ होटल चलाउनु? तपाईँले मलाई चिन्नुहुन्छ त? किचनमा घरको काम चाहिँ धेरै गर्छिन्। उनको शरीरको अङ्गभरि तेल र मसलाहरू भेटिएको छ, शरीरभरि फैलिएको रहेछ। 8-9 घण्टा किचनमा बस्दा यस्तो हुन्छ। तपाईँले समयमा ल्याएर राम्रो गर्नुभएछ, नत्र शरीरका अङ्गहरूमा तेल र मसला फैलिन्थे। पुरै असर गरेको छ। डाक्टर साहबले कमसे कम उनलाई 15 दिनको लागि एडमिट गराए। छोले भटुरेको लालचमा हामीले त बुहारीको बारेमा केही नै सोचेनछौँ। बिचरी मर्दा मर्दै बाँचेकी छे। तिमीहरू सबैजना मद्दत गर्दैन थियौ कि क्या उसलाई भान्सामा? आमा, हामी धेरैमा धेरै के नै गर्न सक्छौ र? सिर्फ मसाला मात्रै बनाएर दिन सक्छौ, बाँकी सबै काम त उसैलाई गर्नु पर्थ्यो। तपाईले यति धेरै तारिफ गरिदिनु भयो कि बिचरा उसले त नाइ पनि भन्न सकिनन्। 15 दिन पछाडि शेखरले उनलाई घर लिएर आइन्। तपाईहरू अब कान खोलेर सुन्नुहोस्। मैले ममतालाई धेरै दिनदेखि देखिरहेको छु। श्रीमतीको गुलाम भन्नुहुन्छ भनेर मैले केही भन्न सकिनँ। अब अति भयो। उनको हालत निकै खराब भइसकेको छ। डाक्टरले किचनमा जाँदै नजान्नु भन्नुभएको छ। अब उसलाई किचनको काम नलगाउनु, अब उसलाई किचनबाट टाढै राख्नु, खाना पकाउन नलगाउनु। तर पुरै परिवारलाई पहिले नै आफ्नो गल्तीको महसुस भइसकेको थियो। त्यही भएर उनको ससुराले भने, हो छोरी, तेरी आमाले गर्दा मैले पनि केही भन्न सकेको थिइनँ। किचकिच गरिहाल्छिन् फेरि। ममता छोरी, यसै पनि अब हामी तिमीलाई यत्रो मेहनत गर्न दिँदैनौ। कम्तीमा पनि 2 वर्ष। अब तिमी घरको कुनै पनि काम गर्दिनौ। त्यसपछि चाहिँ कहिले एकाइ छोले भटुरे चाहिँ बनाइदिनु बस। यत्रो ठुलो परिवार मैले पाएको छु। तपाईहरूको सेवा गर्दा गर्दै यदि मेरो ज्यान पनि जान्छ भने मलाई कुनै पनि गुनासो रहने छैन। यो त चिल्लो दल्नमा सासु आमा भन्दा पनि धेरै निस्की। परिवारको असर त पर्छ नै। र यो दिन पछाडि उनको पुरै परिवारले ममतालाई धेरै काम गर्न दिएनन्। माधवपुर गाउँमा सन्दीप नाउँ भएको एकजना व्यक्ति उसको पत्नी अन्जुसँग एउटा ठूलो घरमा बस्दथ्यो। उनीहरू 2 जनाको एकजना सन्तान थियो। ऊ थियो मयंक, जो विदेशमा बसेर काम गर्दथ्यो। धेरै वर्षपछि मयंक घर आउनेवाला थियो। यो थाहा पाएर सन्दीप र अन्जु धेरै खुसी थियो। उनीहरू साह्रै खुसी साथ मयंकलाई पर्खेर बसिरहेको थियो। 3 दिनपछि मयंकले एना नाउँ भएको चाइनिज केटीलाई घर लिएर आउँछ। मयंक छोरा, आइपुगिस् त? हामीले कहिलेदेखि तँलाई पर्खेर बसिरहेको छौँ। यति भनेर सन्दीपले मयंकलाई अङ्गालो हाल्छ र अन्जुलाई बोलाउँदै भन्छ, अन्जु छिटो आऊ, हेर त हाम्रो छोरा आइपुग्यो। मयंक आएको खुसीमा अन्जुले किचनमा विभिन्न प्रकारको खानेकुराहरू बनाइरहेको थियो। त्यति नै बेला ऊ आफ्नो साडीमा हात पुस्दै बाहिर आउँछ र मयंकलाई अङ्गालो हाल्छ। कस्तो छस् मेरो छोरा? कति समयपछि तँलाई देखे। म ठिकै छु मम। अरे मयंक, यो त कोही विदेशी केटी जस्तो छ। को हो यो? मम, यो एना हो, मसँगै मेरो अफिसमा काम गर्छ। तब मयंकले एनालाई भन्छ, एना, यो मेरो मम ड्याड हो। मयंकले यो भन्नु साथ एनाले अन्जुको पाउ छुँदै भन्छ, खुट्टा उठाउनुहोस् सासु आमा। यसले के भन्दैछ मयंक? अरे एना, खुट्टा उठाउनुहोस् होइन, पाइ लागु भन्नुपर्छ। आइएम सरी सासु मम। मयंक, यो केटीले घरिघरि मलाई किन सासु मम भन्दैछ? मम, एना मेरो वाइफ हो, हामीले विवाह गरेका छौँ। अब यो के भन्दैछस् मयंक? तैँले हामीलाई नसोधी विवाह गरिस्? सन्दीपले यति भन्नु साथ एना उसको पनि पाउ छुनु जान्छ। खुट्टा काटिदिन्छु ससुरबा। के? खुट्टा काटिदिन्छु? यो के भनेको यस्तो? सरी ससुरबा, यो पल्ट पनि मैले गलत भने। सरी, खुट्टा दिनुहोस् ससुरबा। ओहो मयंक, तैँले यो कसलाई घर लिएर आइस्? अब भयो एनक, मेरो मतलब एना, जे पनि होस् तिम्रो नाम। दिनभरि खुट्टा मात्र छोइरहन्छौ कि जे होस् जातिरहनु, मेरो मतलब जितिरहनु।
छोरा यो सब के भइरहेको छ त मलाई भन्छस्? मम, म यो सबै कुरो तपाईँलाई बादमा भन्छु। म अहिले धेरै थाकेको छु र मलाई भोक पनि लागिरहेको छ। मयङ्क यति भनेर आफ्नो कोठामा जान्छ। एनाले छोटो छोटो लुगा लगाएको थियो। सन्दीप र अन्जुले घरिघरि एनाकै लुगालाई हेरिरहेको थियो। हे भगवान, यो केटीले कस्तो आधा अधुरा लुगा लगाएर बसेको। मयङ्कको त मति नै बिग्रेको थियो कि यस्तो केटीलाई हाम्रो बुहारी बनाएर ल्यायो। यदि छेउछाउको मान्छेले यसलाई यस्तो लुगामा देख्यो भने कस्तो कस्तो कुरा गर्छ होला। एना, तँ यहाँ बस्दै गर, म आउँदैछु। त्यसपछि अन्जुले एउटा साडी ल्याएर एनालाई दिँदै भन्छ, यो ल्याऊ साडी, तिमी छिटो आफ्नो कोठामा गएर यो लगाएर आऊ। त्यसपछि एना मयङ्कको कोठामा जान्छ। त्यति नै बेला अन्जुको छिमेकी उसको घरमा आउँछ। के हो अन्जु बहिनी, यति छिटो तपाईँले हामीलाई बिर्सिनु भयो? घरमा विदेशी बुहारी ल्याउनु भयो र हामीलाई बताउनु पनि भएन। हो अन्जु बहिनी, तपाईँले हामीलाई बताउनु पनि भएन। हामीले तपाईँबाट यो आशा राखेका थिएनौँ। के गर्नु र, जसको घरमा विदेशी बुहारी आउँछ नि उसको यस्तै चाल ढाल हुन्छ। के कुरा गरेको तिमीहरूले यस्तो? अहिलेसम्म यो केटीले हाम्रो दिमाग खराब गरिरहेको थियो, अब तिमीहरू सुरु भयो? अरे यो मेरो बुहारी हो भनेर मलाई अहिले थाहा हुँदैछ। अब तिमीहरू दुईजना जाऊ यहाँबाट, मेरो दिमाग खराब नगर। अरे अन्जु बहिनी, किन यति भाउ खाएको? बुहारीको एकपल्ट अनुहार त देखाइदेऊ। तिम्रो बुहारी चाहिँ के परी हो? उसलाई हेऱ्यो भने नजर लाग्छ? तिमीहरू जान्छौ कि म? आय हाय, यति साह्रो पनि के कोरिस? हामी जान्छौ, जाउँ जाउँ। त्यसपछि तिनीहरू दुईजना त्यहाँबाट जान्छ। अन्जु परेशान भएर टाउकोमा हात राखी सोफामा बस्छ। उता एनाले आफ्नो पतिलाई भन्छ, मयङ्क, मलाई साह्रै भोक लागेको छ, तर मलाई यो इन्डियन खाना खानु छैन। अच्छा, उसो भए तिमी किचनमा जाऊ र तिमीलाई जे मनपर्छ त्यो बनाऊ। मयङ्कको कुरा सुनेर एना किचनमा जान्छ। त्यहाँ उसले के बनाउने बुझ्नै सकेन। अरे, मैले त केही बुझ्नै सकिनँ, म यहाँ के बनाउनु? मलाई त यो पनि थाहा छैन कि यो कुन चाहिँ सब्जी हो। के बनाऊ? मलाई त पुरा भोक पनि लागेको छ। त्यति नै बेला एनाले किचनको भित्तामा दुईटा छेपारो देख्छ। अरे वाह, मैले खाना पाएँ, अब त म यही खान्छु। एनाले छेउमा राखिएको काठको टुलमा चढ्छ र हातले दुईटा छेपारोलाई पक्रिन्छ। तब अन्जु किचनमा आउँछ। उसले जसरी एनालाई छेपारो पक्रिँदै गरेको देख्छ, ऊ जोडले कराउँछ, बाप रे बाप, हे राम, यो के गरेको बुहारी तिमीले? अन्जु कराएको सुनेर सन्दीप र मयङ्क पनि किचनमा आइपुग्छ। उता एनाले पनि दुईटा हातमा छेपारो पक्रिरहेको हुन्छ। के भयो मम, किन यस्तो कराउनु भएको? एभ्रिथिङ इज अल राइट? अब यस्तो के भयो? किन यति साह्रो कराएको? अरे यो एनालाई हेर, के पक्रिरहेको छ यसले? तब सन्दीप र मयङ्कले एनालाई हेर्छ। उसले आफ्नो दुईटा हातमा छेपारो पक्रिरहेको थियो, जो एकदमै फडफडाइरहेको थियो। यो देखेर दुवैजना कराउँछ, हे भगवान, यो छेपारो, मेरो मतलब एनाले यो के समात्यो यस्तो? अरे, तपाईहरु सबैजना योसँग किन डराउनु भएको? तपाईहरुलाई थाहा छ यसको कस्तो मिठो चटनी बनिन्छ। म यसको चटनी बनाएर तपाईहरु सबैलाई खुवाउँछु। फेरि हेर्नुहोस् तपाईहरु कसरी औँली चाट्दै बस्नुहुन्छ। अब म छिटो गरेर यसको चटनी बनाइदिन्छु। सन्दीप र अन्जुले लगातार मयङ्कलाई हेरिरहेको थियो। तब उसले मयङ्कलाई कराउँदै भन्छ, अरे नालायक, कहाँबाट उठाएर ल्याइस् यसलाई? अनि तैले त परेशान गरेर राखिस् हामीलाई। यो सब चल्दैन मेरो घरमा, यसलाई खिड्कीबाट बाहिर फ्याँकिदे। तपाई एकपल्ट खाएर त हेर्नुहोस् सासु मम, तपाईलाई पुरा मन पर्छ। म तेरो खुट्टा समाउँछु हैन, प्लिज यसलाई फ्याँकिदे। अरे त्यो कुन चाहिँ समय थियो मयङ्क, जब तैले मेरो कोखबाट जन्म लिएको थिइस्। अरे यस्तो दिन देख्नुभन्दा अगाडि हामी किन मरेनौ? आमा, तपाईँ चिन्ता नगर्नुहोस्, म उसलाई सबै कुरो राम्रोसँगले सम्झाउँछु। कोठामा जाउँ एना। आफ्नो कोठामा लगेर मयङ्कले एनालाई सबै कुरा सम्झाउन थाल्छ। उनीहरूको घरको खानापिना, रहन सहन। उता हलमा सोफामा बसेर अन्जुले आफ्नो भाग्यलाई दोष दिइरहेको हुन्छ। थाहा छैन मैले कस्तो काम गरेको थिएँ, जसको सजाय आज मैले भोगिरहेको छु। तब सन्दीप जोड जोडले हाँस्न थाल्छ। जे होस्, बुहारी त तिमीलाई टक्कर दिनै आएको छ। बाहिरको अरू के कम थियो र, जो तपाईँ पनि अहिले सुरु हुनुभयो? अन्जुलाई उसको नन्दको फोन आउँछ। अरे कस्तो हुनुहुन्छ बाउजू? मैले यो भन्नुलाई कल गरेको कि आज हामी सबै परिवार तपाईको घर आउँदैछौ।
र केही दिन हामी त्यहीँ बस्छौँ। अरे बाप रे, यो यहाँ आयो भने त यो बुहारीलाई देखेर यसले पुरा खिल्ली उडाउँछ। केही क्षण सोचेर उसले भन्छ, अरे के हो भने नि सुमन दिदी, हामी 2 हप्ताको लागि बाहिर घुम्न जाँदैछौँ। मलाई धेरै प्याकिङहरू गर्नु छ, म तपाईँसँग अहिले बात गर्छु। तिमी कहिलेदेखि झुट बोल्नु थाल्यौ अन्जु? अनि के गर्नु हजुर, पहिले यो बुहारी आएर मेरो बिपी बढिरहेको छ, त्यही माथि सन्तानहरू आएर यसको खिल्ली उडाउँछ। थाहा छैन योसँग मेरो सारा जीवन कसरी बित्छ। तब एना सुन्दर साडी लगाएर हातमा चिया लिएर आउँछ र अन्जुलाई भन्छ, सासु मम, मैले तपाईँको लागि चिया बनाएर ल्याएको छु। सुन्नुहोस् त, के यो हाम्रो बुहारी एना नै हो? यस सासु मम, म तपाईँको बुहारी एना नै हो। मलाई मयङ्कले सबै कुरा सम्झायो, यहाँको रीतिरिवाज, खानापिना, लगाउनु। योभन्दा पहिले मबाट जे पनि गल्ती भयो त्यसको लागि आइएम सरी। अबदेखि उसो म तपाईँलाई भन्ने मौका दिदिनँ। एक्चुअली मेरो मम ड्याड हुनुहुन्न, म एक अनाथ हो, त्यसैले मलाई यो सब थाहा छैन। तर म बिस्तारै बिस्तारै सबै कुरा सिक्ने कोसिस गर्छु। एनाको यो कुरा सुनेर सन्दीप र अन्जु भावुक हुन्छ र उसलाई अँगालो हाल्छ। हामीलाई त थाहै थिएन कि हाम्रो बुहारी यति प्यारो छ। नानी, तिमी चिन्ता नगर, बिस्तारै बिस्तारै म तिमीलाई सबै कुरा सिकाउँछु। त्यसपछि अन्जुले एनालाई सबै कामहरू सिकाउँछ। केही महिनामा नै एनाले इन्डियन खाना, यहाँको रीतिरिवाज र भाषा सबै सिक्छ र सबै कुरा राम्रोसँगले चल्छ र सबैजना खुसी खुसी एक साथ जीवन बिताउँछ। बेस्ट बडिज।